छ यो चाहिँ हाम्रो 4th इयरको बायोको प्रोजेक्टहरू त्यहाँ भइरहेको छ 4th इयरको बायोको प्रोजेक्टको पावर ल्याब छ पावर ल्याबको काम त्यो चाहिँ हाम्रो इलेक्ट्रोनिक्स ल्याबको त्यो दुइटा चाहिँ अब यहाँ कतिजना भाइहरूले मलाई सोधिरहेको छ कमेन्टमा मेकानिकल कि इलेक्ट्रिकल त्यसको बारेमा चाहिँ के भन्नु खोज्छु भने चाहिँ म चाहिँ जस्तो अब हजुरको इन्ट्रेस्टको कुरा हो मलाई अब 11-12मा इलेक्ट्रोस्ट्याटिक इलेक्ट्रिक फिल्डहरूको कुरा धेरै मन पर्थ्यो त्यसले गर्दा म इलेक्ट्रिकतिर अलिकति जानु भन्ने जस्तो सोचेर म इलेक्ट्रिसिटीवाला फिल्ड होइन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स लिएँ कसैलाई +2 को पढ्दाखेरि लिएर मेकानिक्स पनि गर्न सक्छ त्यो स्टार्टिङ फेज हो मात्र त्यसमा धेरै फरक पर्दैन तर आफ्नो इन्ट्रेस्ट अनुसार चाहिँ मेकानिकल इलेक्ट्रिकल जुन लिँदा नि हुन्छ कोर ब्रान्च हो त्यो एकदम खतरै ब्रान्च हो तर पर्सनली मलाई सोध्नुहुन्छ भने चाहिँ म चाहिँ इलेक्ट्रिकल इलेक्ट्रोनिक्स नै रिकमेन्ड गर्छु त्यो बाहेक अरू बाहिर पढ्नु नआयो भने चाहिँ इलेक्ट्रोनिक्स पढ्नुहोस् केमा इलेक्ट्रिकल इलेक्ट्रोनिक्स छ त्यो पढ्दा हुन्छ पर्सनली चाहिँ त्यही रिकमेन्ड गर्छु तर बाँकी त्यो बाहेक चाहिँ इन्ट्रेस्टको कुरा हो सो त्यही नै हो यो चाहिँ हाम्रो ल्याब कुराहरू सबै यहाँ चाहिँ रिलरमा सबैले असिलोस्कोप होइन अब सबैलाई नदिएको चाहिँ बेसी असिलोस्कोप छ यहाँ फङ्सन जेनेरेटर मतलब हो यहाँ फेरि असिलोस्कोप छ सबै सामानहरू ल्याब चाहिँ ठुलो छ यहाँ ल्याबमा हजुरले जतिखेर जे मन लागेन भने आएर प्रोजेक्टहरू गर्न सक्नुहुन्छ अब यो चाहिँ साइडको यतापट्टि सानो हेर्नु यस्तो प्रोजेक्टहरू यति गरेर प्रोजेक्टहरू बनाएको छ प्रोजेक्ट ड्राइभरले गर्नुभएको होला यहाँ रिलेहरू देखिरहेको छ यहाँ एलसिडी डिस्प्लेहरू छ यो गरेको छ त्यस्तो क्रेजी रमाइलो हुन्छ होइन एकदम यसमा यहाँ ट्रान्सफर गर्नु छ यो के छ जस्ट यहाँ फ्री टाइम निकालेर जतिखेर आएर नि काम गर्न सकिन्छ सेमेस्टर प्रोजेक्ट भन्ने हुन्छ केमा त्यो हाम्रो बाहेकमा सबै डिपार्टमा हुन्छ सो यतै नै हो यहाँ भन्दा यहाँ सामानहरू कम्पनीहरू कस्तो कस्तो छ के छ पिसिबी डिजाइन गर्ने हो पिसिबी डिजाइन गर्ने हुन्थ्यो प्रिन्ट गर्ने अब यसको हट्टा चाहिँ अर्को डिभाइस भर्खरै आएको छ भन्ने देखिरहेको छु अब भोलिपल्ट मेरो जोडिन्छ डिजिटल पिसिबी डिजाइन गर्ने हो अब त्यो बाहेक हामी एकदम ल्याबमा यहाँ के कम्पोनेन्टहरू पाउँछ त्यो हेर्छौँ भित्र आएर देखाउँछ है यहाँभित्र कम्पोनेन्टहरू चाहिँ कम्पोनेन्टहरू नै सकिन्छ तर त्यसको लागि सबभन्दा पहिला यहाँ हाम्रो स्लिपहरू हुन्छ नामहरू लेखाउने कम्पोनेन्टहरू लेख्ने साइन गराउने त्यसपछि यहाँबाट कम्पोनेन्ट लिएर जे नि काम गर्न सकिन्छ अब यहाँ कम्पोनेन्टहरू कतिको छ भने चाहिँ यहाँभित्र आएर हेर्न सकिन्छ यहाँ मोटर्स सेन्सर यहाँ माइक्रोप्रोसेसरहरू माइक्रो कन्ट्रोलर यहाँ यसको देखिरहेको छु यो बिओ मोटरको विल हो अनि क्यापेसिटर वायर क्यापेसिटरहरू छ रेजिस्टरहरू छ यहाँ भोल्टेज रेगुलेटर भयो आइसीहरू भयो त्यहाँभित्रको सामानहरू भयो यहाँ आर्डिनो उनो छ यतातिर आइसीहरू सबै यो सबैहरू चाहिँ यहाँको आइसीहरू भयो यहाँ आउने तपाईँले नि यस्तो आइसी नाम लेख्ने अब हाम्रो ल्याबको इन्चार्ज हाम्रो के अरे सुनिता दिदीसँग अलिकति कुरा गरौँ एकछिन अनि अब हाम्रो डिपार्टमेन्टबाट मैले यहाँ के काम गर्न खोजेँ भने म स्टुडेन्टको हिसाबमा म सेकेन्ड सेममा छु अहिले कतिको सपोर्ट हुन्छ डिपार्टमेन्टबाट फुल्ली सपोर्ट हुन्छ डिपार्टमेन्टले तिमीलाई जे प्रोजेक्टको लागि जे सामान चाहियो डिपार्टमेन्टले मगाइदिरहेको हुन्छ जे काम गर्नु पऱ्यो नि ल्याब 9 to 5 अभाइलेबल नै हुन्छ आएर काम गर्न मिल्छ अनि यस्तो अब मैले कुनै कम्पनी यहाँ छैन भनेपछि त्यो मैले मगाउनु खोजेँ भने त्यो डिपार्टमेन्टबाट मगाइदिन्छु छु कम्युनिकेसनको मान्छेले मैले पावरमा काम गर्न खोजेँ भने त्यहाँ आफ्नो एचओडीसँग कुरा गऱ्यो भने कतिको सजिलो तरिकाले मान्नुहुन्छ कतिको सजिलो तरिकाले मिलाइदिनुहुन्छ मिलाउनुहुन्छ त्यसमा त प्रब्लम छैन नि कम्युनिकेसनको काम गरे नि पावरको काम गरे पनि जे पनि गर्नु मिल्छ अनि अब अहिले अब भाइ बहिनीहरू जो आउँछन् इन्ट्रान्स दिन्छन् उनीहरूलाई के भन्न चाहनुहुन्छ नयाँ भाइ बहिनीलाई
वेलकम काठमाडौँ युनिभर्सिटी। हाम्रो डिपार्टमेन्टमा धेरै फेसिलिटीहरू छ। अरू युनिभर्सिटीभन्दा धेरै हामीसँग कम्पोनेन्ट छ अनि सामान छ। त्यही भएर यहाँ आउनु, यहाँ आउँदाखेरि राम्रो हुन्छ भनौँ। यता देखाइदिउँ कम्पोनेन्टहरू, सेन्सरहरू। मलाई भन्न आउँदैन। सेन्सरहरू कम्पोनेन्टहरूले त उहाँ चाहिँ अब हाम्रो ल्याबको एकदम कर्ताधर्ता, ल्याबको ओनर जस्तो होइन सुनिता दिदी। अब हामीले ल्याबको भित्रको कुरा चाहिँ हो। अब यो बाहेक पावर ल्याबको चाबी एकछिन दिन मिल्छ। सो अब यहाँ हाम्रो दिनु कुरा हो। अब चाहिँ हामी पावर ल्याबमा जान्छौँ। पावर ल्याब कस्तो छ होइन, कम्युनिकेसन ल्याबहरू चाहिँ हो। यताको पावर ल्याब मसिन ल्याब। अब यहाँ जो पावरतिर अलिकति इन्ट्रेस्ट छ है। यहाँ अब यो इन्डक्टर मोटर छ। ब्रुम ब्रुम त्यो हामीले उमा पढेको होला, के अरे पढेको भन्दा पनि क्रिकेटमा हेरेको थियो नि, हाउ डज इन्डक्सन मोटर स्टार्ट। त्यही नै इन्डक्सन मोटर छ यहाँ। सो यहाँ चाहिँ अब हाम्रो पावर ल्याब छ। त्यो मोटरहरू विशेष कुराहरू छ, हाम्रो आइडियामा होइन। त्यो बाहेक यतातिर रिले ट्रेनर, बज होल रिले ट्रेनर। यो के छ यो अब थाहा छैन, तर जस यहाँ एउटा छ त्यो कम्पोनेन्ट भनौँ कि एउटा डिभाइस नै भनौँ, प्रोटोटाइप जस्तो। काठमाडौँ युनिभर्सिटीमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा चाहिँ दुईवटा सब ग्रुप छ भनौँ होइन, दुईवटा सेक्सन जस्तो छ, पावर एन्ड कम्युनिकेसन। कम्युनिकेसनमा चाहिँ हाम्रो इन्टरनेट प्रोभाइडरहरूको एनटिसी, वर्लिङ सबै कुराहरू त्यसमा आउने भयो। अनि त्यो बाहेक हाम्रो एन्टिनाहरूको कुराहरू सबै कम्युनिकेसन अन्डरमा आउने भयो। तर नेपालको कन्टेक्समा हाइड्रो पावर एकदम ग्रोइङ फिल्ड हो। अहिलेको टाइममा नेपालमा हाइड्रो पावरको कुरा एकदम राम्रो छ, एकदम स्कोप पनि राम्रो छ। यहाँ हाम्रो हेर्न सक्छ सबै कुरा पावरकै छ। अहिले पावर ल्याबमा बसेर भन्दैछु। सो हाइड्रो पावरमा अझै राम्रो स्कोप छ। अनि केयुमा पनि हाइड्रो पावरतिर गर्न खोज्ने मान्छेलाई धेरै नै ल्याबको फेसिलिटीहरू छ। जस्तो हामीलाई कम्युनिकेसनको लागि त दुईवटा ल्याब छ, एउटा कम्पोनेन्ट लिन सकिन्छ, त्यति मात्रै छ। तर पावरको लागि चाहिँ यो एउटा पावर मसिन ल्याब छ। अनि त्यसपछि साइडमा चाहिँ हाम्रो एउटा पावर ल्याब छ, पावर सिस्टम ल्याब। अनि त्यस्तै गरेर ल्याबहरू थुप्रै छ कि। सो अब लास्टमा आएर मलाई कसरी इलेक्ट्रिकल एन्ड मेकानिकल, मैले अगाडि नै भने अहिले नै भन्छु, हजुरको इन्ट्रेस्टको कुरा हो। तर मलाई पर्सनली सोध्नु छ भने इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ लिनु। मैले पर्सनली त्यो एकदम राम्रो फिल्ड भएर लिएको हो। त्यो बाहेक इन्ट्रेस्ट मेकानिकलतिर छ भने चाहिँ मेकानिकल लिँदा नि हुन्छ। तर म अझै नै भन्छु हजुरहरूलाई त्यो कम्प्युटर एकदम खतरा फिल्ड हो भनेर कसैले भनिरहेको छ भने चाहिँ किन रिजन सोध्नु होला कम्प्युटरको कुरामा चाहिँ। तर त्यो बाहेक इलेक्ट्रिकल, मेकानिकल, केमिकल कोर जो छ नि हाम्रो कोर ब्रान्चहरू, त्यसमा चाहिँ कुनै पनि नराम्रो हुँदैन। मेरो हिसाबमा इलेक्ट्रिकल इलेक्ट्रोनिक्स लिनुहोस्। तर हजुरको इन्ट्रेस्ट मेकानिकलतिर छ, हजुर मेकानिकलतिर बबाले गर्न मन छ भने चाहिँ मेकानिकल गर्दा नि हुन्छ। सो आजको लागि यति नै थियो।